कलेज हुँदै थियो अनि अब हामी यहाँ नागिटाबाट यो हाम्रो दाइ पनि आइसक्नु भएको छ। बिहानै यहाँनिर अहिले के अरे पाथिभरामा छु, पाथिभरा यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ है। अनि के अरे उठ्ने बित्तिकै यता पाथिभरा आएर मेरो धुलाबारी जानुपर्ने काम छ। अहिले म अर्कै फोनबाट भ्लग गरिरहेको छु। मसँग फोनमा के अरे चार्ज केही नै छैन, 0 छ। राति लाइन गएको रहेछ। मैले अनि फोन हेर्दै सुन्दैछु। अनि अब के कसो हुन्छ म तपाईँलाई अब बाटोमा त होइन धुलाबारी पुगेर चार्जमा हाल्छु। अनि तपाईँलाई म के कसो हुन्छ अनि यहाँनिर म रेखान्दा अनि ठुलो रेखामा मसँग आएको छु। एउटा मात्रै दोकान खुल्ला रहेछ यहाँनिर। अब भित्र गएर के कति हुन्छ यहाँनिर है त त्यतिखेर ती गएर भेट्नु। छोडिदेऊ, ती छोडिदेऊ। त्यहाँ फाल्देऊ न, त्यही त लिँदैन रहेछ। हामी चाहिँ मन्दिरभित्र छौँ। यहाँनिर माथि यार कत्रो यो गुड लाग्छ यार है। र अङ्कलहरू फोटो खिच्दै हुन्छ है। अनि रेखा म हामी मन्दिर यतातिर सबै पूजासुजा गरेर त्यहाँदेखि यो उताभित्रदेखि यता अनि यहाँ पनि सक्यौँ। अब यताबाट हुँदै बाहिर जाने उतै फलो पनि गर्नु छ है त। हेलो दाइ, ल दाइ के कारणले छिर्नु भएको हजुर जेलमा भन्नुहोस् न। किन, के कारणले हो? ड्रग्स कारणले हो कि मान्छे कुटेर? अनि कहिलेसम्म हजुरको उयो छ, डेट छ? 4 वर्ष 2 वर्ष। तपाईँलाई के भनेको छ, कहिले निकालिदिन्छु भनेको छ? अब अलिक राम्ररी गऱ्यो भने, राम्रै बिहेभियर देखायो भने संविधान दिवसको दिन निकाल्छु भनेको छ। सो गाइज हामी अहिले काम सबै सक्यो, टिका लाएर हामी जान्छ, कतातिर जान्छ थाहा छैन है। यतातिर लगभग हामीले पूजा गरिसक्यौँ अनि उतातिर सबै उयो गर्दै हुन्छ। एकछिनतिर म धुलाबारी जाँदैछु। धुलाबारी गएर मेरो फोन चार्जमा हालेर त्यहाँबाट कन्टिन्यू गर्छु। अनि भरे एडिट गर्दाखेरि यो फोन त्यहाँबाट सार्छु, किनकि यो मेरो फोन हो नि त। मेरो फोन मसँग यहाँ छ है त। सो गाइज हामी चाहिँ धुलाबारी आएर यो चाहिँ हाम्रो घर हो है। अनि घर आएर हामी खानासाना खाएर अब बिमाको काम गर्न जाँदैछौँ। त्यो चाहिँ वडा कार्यालयमै हुन्छ अरे। अनि यहाँनिर एकदमै धेरै घर छ। यो चाहिँ हाम्रो घर है। म यहाँ छु र अब हामी जाँदैछौँ बिमाको काम वडा एक्समा गएर वार्ड यो हाल्दै त मैले यसमा ब्यागमा। अनि चाहिँ के हो, नार्को नन नेपाल रियाको गाडी हो। सो हामी चाहिँ लगभग के छ पवन दाइ? अहिले आएको गइहालेको म। अगाडिबाट लेफ्ट, अगाडिबाट लेफ्ट भनेको कता भाइ? यहाँबाट लेफ्ट। अब सिधै उयो पर सेतो घर छ नि त्यहाँ जाने हो। हजुर कसो थाहा भाइ? काम धमाधम चलिरहेको छ गाइस है। अब यहाँनिर झ्याउ लाग्ने काम हो है, किनकि मैले खोइ माथि जाने भने कस्तो नमस्ते गर्नुपर्छ उयो हुन्छ यार, अनकम्फर्टेबल लाग्छ। आउँछु सो गाइज हामी चाहिँ वडा कार्यालयमा छौँ। तपाईँलाई पनि सिडी बनाएको छ नि? त्यो हाम्रो कलेजबाट त्यतिबाट निकाल्छ अहिले। कलेज थियो उतापट्टि भनेको त्यो स्विमिङ पुल हो टप फ्लोरसम्मै। अनि हाँसीले पनि अस्ति भर्खर देखेको कलेज हुँदै थियो।
यो वाडा कार्यालय राम्रो छ नि, सफा छ भित्र। हस् दामी अरे फुल। यो फ्रेन त हावाले घुम्दो रहेछ यार। हाम्रो दाइ पनि आइसक्नु भएको छ है। दाइको चप्पल पनि खुल्दै रहेछ, लाउँदै हुनुहुन्छ। पछाडि के छ? अब हामी एकछिनतिर भेट्छौँ है गाइज। हामी चाहिँ यो बिमा गर्ने ठाउँमा आएको छौँ यहाँनिर। अनि हामी भर्खरै बजार डुलेर आयौँ। बजार डुलेर आएर कामै थिएन यहाँ, मान्छे स्टाफहरू कति ढिलो गर्ने, 11:30 भइसक्यो। अनि अब हामी यहाँ नागिटाबाट यो गराएर के अरे बिमा कार्ड बनाएर अनि हामी चन्द्रगढी नील डेभिड जानु छ। त्यो साथीले कपालदारी कार्ड दिन्छु भनेको छ। ल गाइस एकछिनतिर भेट्नुपर्छ। सो गाइज अहिले चाहिँ मैले मेरो फोनबाट भ्लग गरिरहेको छु र मैले घर आइसकेको छु। मैले कपाल पनि फ्रीको कपाल हो नील डेभिडमा। मैले भिडियो गर्न पाइनँ, लाज लाग्यो किनकि सबैजना मान्छेबाट भिडियो खोलेर बस्न आई फिल अनकम्फर्टेबल। अनि त्यसैले आजको लागि मेरो भ्लग यति नै थियो। कति मिनट भयो मैले हेरेको पनि छैन, हेर्नुहोस्। आजको लागि यति नै सर्ट एन्ड स्विट मिठो थियो।